हाई एभ्रिवान, गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। मलाई चाहिँ सोध्नु भएको थियो होइन, मेरो घर चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ मेरो घर चाहिँ सुरुक समथार हो। यहाँ माथि चाहिँ सुरुक समथार, हाम्रो चाहिँ सुरुक र समथारको बिचमा पर्छ। अन्त यहाँनिर पहाडी चाहिँ पन्बू डाँडा होइन। अन्त यहाँनिर चाहिँ हाम्रो घर, अन्त कालिम्पोङ चाहिँ त्यहाँनिर पर्छ। त्यस पछाडि चाहिँ म आएर आफ्नो रुमहरू सफा गरेँ। यो चाहिँ आमा र आप्पाको रुम हो होइन। आमा र आप्पा चाहिँ बिहानै निस्किनुहुन्छ नि त, त्यही कारण मजाले सफा गरिदिएँ। त्यहाँदेखि यो चाहिँ यसमा चाहिँ म सुत्छु अनि अर्को बेडमा चाहिँ भाइ सुत्छ नि त। अन्त त्यो भाइ पनि बाहिर गएको थियो नि त, आज चाहिँ गुम्बा सफा गर्नु। अब त्यो बुद्ध पूर्णिमा हुन आँट्यो भनेर चाहिँ अन्त यहाँनिर चाहिँ मैले चाहिँ भाइको पनि बेडहरू बनाइदिएँ। तर भाइ चाहिँ फेरि फुल लिएर आएछ नि त, यो किनकेको फुल हो भनेर मलाई चाहिँ थाहा थिएन होइन। अन्त मजाले सफा गरेँ होइन। मलाई चाहिँ एक्ला हुँदा चाहिँ घरहरू सफा गर्नु पुरा मनपर्छ क्या। मान्छे छ भने चाहिँ अल्छी लाग्छ, दिदी बहिनी छ भने झन् बेसी अल्छी लाग्छ। एक्लै छ भने चाहिँ म चाहिँ मजाले गरिदिन्छु नि त आफ्नो काम एक्ला गर्ने पाराले। अन्त यहाँनिर चाहिँ अस्ति भर्खर किनेर ल्याएको पट थियो। अन्त यो रुममा पनि मैले चटक चटिक्कै बनाइदिएँ, आमा र आप्पाको रुम पनि। अन्त यहाँनिर चाहिँ म छु होइन। यहाँनिर चाहिँ मेरो आमा आप्पाको फोटो। अन्त त्यस पछाडि खाजामा चाहिँ भाइले बनाएको थियो वाइ होइन। अन्त भाइ पनि सँगै खाने अरे नि त। अन्त हामी चाहिँ सँगै दुईजना खाना खाँदै थियौँ, मतलब खाजा खाँदै थियौँ होइन वाइ। अन्त मैले चाहिँ भनेको थिएँ वाइ चाहिँ यसले बनाएको भने त्यसले चाहिँ नदेखाइ भन्दै थियो नि त। त्यहाँदेखि म चाहिँ घरहरू सफा गरेर एकछिन बसेको, कस्तो जाडो भयो नि त। अन्त मैले चाहिँ स्वेटर लगाएँ। अब चाहिँ खाना पकाउनु पर्ने, आमा र आप्पा बारीबाट आउनु आँटेको थियो नि त। त्यस पछाडि चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ अस्ति बहिनीलाई चाहिँ किनेमा पठाएको थिएँ मार्केटमा होइन, कालिम्पोङमा। अन्त उसले चाहिँ ल्याइदिएको थियो, यो चाहिँ फ्रिजमा राखिरहेको थियो नि त। अन्त मैले चाहिँ सोचेँ यसको यो पुदिनाको पनि अचार बनाउँछु भनेर होइन। त्यहाँदेखि किनेमाको चाहिँ म चटनी पकाउँछु भनेर चाहिँ मजाले रमभेडा प्याज लसुनहरू काट्नु थालेँ। अन्त हामी चाहिँ ग्यास सकेर यस्तो बुजुक भइरहेको छ होइन, खोज्दा पनि पाउँदैन। अन्त त्यस कारण चाहिँ चुलामै पकाउनुपर्छ होइन। प्लस दाउरा चाहिँ बोल्दैन, यहाँनिर पानी परेर भिजेर त्यस्तो भइरहेको हुन्छ नि त। त्यहाँदेखि खाना खानु बस्यौँ होइन। यहाँनिर पुदिनाको अचार पनि बनाएको थियो होइन, दाल भात बनाएको थियो, अन्त किनेमाको चटनी पनि। अन्त भाइ पनि आएको थियो गुम्बा सफा गरिसकेर। अन्त त्यस पछाडि चाहिँ मैले रामु पढाएको दाजुलाई फोन गरेर सोध्दै चाहिँ ग्यास माथिल्लो घरमा छ भनेर चाहिँ म चाहिँ यहाँनिर ग्यास सोध्नु गएको थिएँ होइन। ठिक्कै तर चलाएको रहेछ आधी चाहिँ, त्यो ग्यास चाहिँ पायौँ होइन। त्यस पछाडि चाहिँ हामीले चाहिँ त्यो ग्यास लिएर घर जाँदैछौँ। आजको भिडियो चाहिँ यति नै, बाई बाई, सी यू इन द